हेलो फ्रेन्ड्स, हाउ आर यु अल? आई होप यु आर फाइन। सो आज पनि हामीसँग दुईवटा किसिमका फोनहरू आइसकेका छन्। एउटाको चाहिँ देख्न सक्नुहुन्छ, यो फोनको चाहिँ डिस्प्ले भन्दा पनि बाहिर ग्लास फुटेको छ। यसको चाहिँ इनर ग्लास फुटिसकेको छ। फोन चाहिँ एकदमै ओके कन्डिसनमा छ र टचहरू पनि एकदमै राम्रै कन्डिसनमा छन्। तर चाहिँ यसको चाहिँ हामीले डिस्प्ले नै फेर्नेछौँ। अब कस्टमरलाई चाहिँ डिस्प्ले नै फेरिदिनु भन्नुभयो, किनकि अब हल्का फुल्का दाग पनि देखिरहेछ। त्यही भएर म चाहिँ डिस्प्ले चाहिँ फेरिदिन्छु। र सो पहिला चाहिँ हामीले अब सेपरेटर मसिनमा यसलाई थोरै हिट दिन्छौँ है। अनि हिट दिइसकेपछि चाहिँ मजाले तातिसकेपछि यसको ब्याक प्यानल निकाल्छौँ र स्टार्ट गर्छौँ बनाउन। र फाइनली हाम्रो मोबाइल चाहिँ एकदम मजाले तातिसकेको छ। अब चाहिँ हामीले यसको ब्याक प्यानललाई निकाल्ने कोसिस गरौँ है। सुरुमा चाहिँ हामीले मसिनो ब्लेडले यसले गर्दा पनि हुन्छ, नयाँ पनि हजुरले अहिले गर्दा पनि हुन्छ। म चाहिँ अहिलेलाई यसरी गर्छु है। सो हल्का हामीले चाहिँ यसलाई यति सपोर्टको लागि मात्रै यति ग्याप ल्याउन मात्रै हो। त्यसपछि हाम्रो औँला यहाँभित्रै गइसक्यो भनेपछि हामीसँग यस्तो यो ग्लास चेन्ज गर्ने स्लिपले सर र अनि हाम्रो थोरै पेट्रोलको अथवा ग्लु रिमुभरको पनि युज गर्न सक्छौँ। अब सर र हुन्छ, त्यहाँबाट थोरै बल लगाएर यसरी हामीले निकाल्ने कोसिस गर्छौँ। र देख्न सक्नुहुन्छ एकदमै सेफली मजाले हाम्रो ब्याक प्यानल र डिस्प्ले सेपरेट भइसकेको छ। अहिले चाहिँ हामीले सबै स्क्रुहरू निकालिसकेका छौँ, देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले यसको फ्रेमलाई निकालौँ है त। फ्रेम थोरै प्रेस यसलाई तान्न चाहिँ हुन्न होइन, यतिको प्रेसरमा यसलाई पनि निकाल्छौँ। फाइनली यो निस्किसकेको छ। फिङ्गर प्रिन्टको पत्तालाई निकाल्यौँ, यसलाई यहाँ राख्यौँ। सो हामीले ब्याक प्यानल पनि निकालिसकेका छौँ, देख्न सक्नुहुन्छ। ब्याक प्यानल पनि निकाल्यो। अब चाहिँ हामीले सुरुमा ब्याट्री कनेक्सन निकाल्न पर्छ। सबैभन्दा पहिला चाहिँ यसरी ब्याट्री कनेक्सन छुट्याइसकेपछि सर्ट हुने डर हुन्न। त्यसपछि चाहिँ हामीले अब क्यामेरालाई निकालेर एउटा सेफ ठाउँमा राखिदिउँ। कन्टेनरमा हामीले यसरी राखिदिन्छौँ अनि फ्रन्ट क्यामेरालाई पनि निकालेर राखिदिउँ। अचानक सबैभन्दा इम्पोर्टेन्ट चाहिँ क्यामेरै हुन्छ। यसो गरेपछि हामीलाई ढुक्क भएर काम गर्न पाइयो। अब त्यसपछि चाहिँ अब हामीले ब्याट्री निकाल्छौँ अनि ब्याट्री निकालेर यो डिस्प्लेको जो कनेक्सन छ त्यो कनेक्सनलाई छुट्याएर अनि डिस्प्लेलाई पनि बाहिर निकाल्छौँ है त। पहिला चाहिँ हामीले ब्याट्रीलाई निकालौँ। सो हामीले चाहिँ अब ब्याट्री निकालिसकेका छौँ, देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले यसको कनेक्टर पनि निकालिसक्छौँ। अब फेरि एकछिन मजाले तताउँछौँ र त्यसपछि हामीले डिस्प्ले निकाल्छौँ अनि त्यसपछि हाम्रो डिसेम्बल काम भइन्छ। त्यसपछि हामीले एसेम्ब्लिङ डिस्प्ले चिप्काएर एसेम्ब्लिङ गर्ने प्रोसेस सुरु हुन्छ है त। अहिले फेरि तताएर डिस्प्ले निकाल्ने कोसिस गरौँ है। अब हाम्रो फोन तातिसकेको छ। अब चाहिँ हामीले फेरि अघि नै ब्याक प्यानल निकालेको जस्तै प्रोसेस गरेर यसलाई निकालेछौँ। यहाँ माथि चाहिँ बेसरी धेरै नै फुटेको छ, त्यही भएर हामीले चाहिँ अहिले तलबाट यहाँ सुरु गर्न लागेका छौँ। यहाँ तल चाहिँ हाम्रो मेन कनेक्सन हुन्छ, त्यहाँबाट सुस्ता सुस्ता गर्नुपर्छ। र फाइनली हामीले चाहिँ फोनबाट डिस्प्लेलाई सेपरेट गरिसकेका छौँ, देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले डिस्प्लेको त अब काम भएन क्या। अब हामीले यसमा नयाँ डिस्प्ले लाउँछौँ, देख्न सक्नुहुन्छ। नयाँ डिस्प्ले लगाइसकेका छौँ। अब चाहिँ हामीले यो डिस्प्ले चाहिँ यसमा लगाउनेवाला छौँ। सो हेर्नु है त। फर्स्ट अफ अल चाहिँ हामीले यसमा सरर ग्लु लगाइदिन्छौँ। यसरी हल्का हल्का ग्लु लाउँछौँ। लाउँछौँ सो अब चाहिँ यसमा हामीले ब्याक प्यानललाई डिस्प्लेलाई यसरी चप्काइदिउँ, ठ्याक्क लगाएर साह्रै कुनातिर हेरौँ, कतै यताउति छुट्याएको त छैन। यसरी हामीले लगाइदिइसकेका छौँ मजाले डिस्प्लेलाई पनि। अब चाहिँ हामीले यसलाई प्याक गरेर झापझुप
त हामीले अब किल्लाहरू पनि सबै कस्यौँ। अब यहाँ चाहिँ मैले साइडमा टेप पनि लगाइसकेको छु। अब चाहिँ यसलाई हामीले यहाँ ब्याक प्यानललाई राखिदिउँ यस्तो तरिकाले। अब चाहिँ हामीले यसको वरिपरि अब चाहिँ हामीले फेरि यसमा एकछिन मजाले टेप बाँधिदिन राखौँ यसरी। सो फोन चाहिँ मजाले चलिरहेको छ सक्नुहुन्छ। सो फोन चाहिँ हाम्रो एकदमै रेडी भएको छ। अब चाहिँ हामीले आधी घन्टासम्म राख्छौँ र अनि त्यसपछि यसमाथि ग्लास लाउँछौँ र दिन्छौँ। सो आजलाई यति नै गाइज। यदि भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नभुल्नु होला। हस्, धन्यवाद।